धन्यवाद कार्यक्रम सञ्चालकज्यू, सम्पूर्णमा नमस्कार। आज हुन गइरहेको प्रवचन प्रतियोगिताको आदरणीय सभापति महोदय, प्रमुख अतिथिज्यूहरू, आदरणीय हिराई मण्डल तथा उपस्थित सम्पूर्ण आदरणीय व्यक्तित्वहरूमा म मझौला माध्यमिक विद्यालय विद्यार्थीको तर्फबाट हार्दिक नमन गर्दछु। मेरो कविताको शीर्षक रहेको छ हाम्रो धुनी। आउने भए आउनुहोस् हजुर, धुनी बेच्दै घुम्न। आउने भए आउनुहोस् हजुर, धुनी बेच्दै घुम्न। प्रकृतिको रमणीय मधुसमा झुम्न, प्रकृतिको रमणीय मधुसमा झुम्न। गर्मी भए दिनछानेमा नुहाउन जाउँला, भोका लागे गुरुममा गुन्द्रुक छ्याम्बा खाउँला। नगरलाई सुन्दर पार्ने गुरुज्यूको बन, यस्ता बन हाम्रो यहाँ अरू पनि छन्। नगरको बिचबाट बग्छ महेश खोला, त्यही खोलाले नगरको स्थान बढाएको होला। खोला उता गोरखनाथ कालीदेवी यता, छत्रेपट्टि गयो भनी देख्छन् गजला। जीवनपुरको गोर्खालीका देशभरले मान्ने, नौबिसेको निर्देशनमा बसी सेल्फी हान्ने। सबतिरको दृश्य हेर्न टोलाम भ्युटाउ जाउँला, त्यही बसेर काफर टिभी खाउँला।